प्रश्न नम्बर 1 प्रहरी दिवस कहिले पर्छ? तपाईलाई सही उत्तर थाहा छ भने कमेन्ट बक्समा लेख्नु होला। तपाईको समय स्टार्ट हुन्छ। सही उत्तर रहेको छ असोज मसान्त। प्रश्न नम्बर 2 गौतम बुद्धको जन्मस्थल कहाँ हो? तपाईलाई थाहा छ भने कमेन्ट बक्समा लेख्नु होला। तपाईको समय स्टार्ट हुन्छ। यसको सही उत्तर रहेको छ कपिलवस्तु। प्रश्न नम्बर 3 कर्णाली अञ्चलमा कतिवटा जिल्ला छन्? तपाईलाई थाहा छ भने सही उत्तर कमेन्ट बक्समा लेख्नु होला। तपाईको समय स्टार्ट हुन्छ। यसको सही उत्तर रहेको छ 5 वटा। प्रश्न नम्बर 4 नेपालको अन्तिम राणा प्रधानमन्त्री कोन? तपाईलाई थाहा छ भने कमेन्ट बक्समा लेख्नु होला। तपाईको समय स्टार्ट हुन्छ। यसको सही उत्तर रहेको छ मोहन शमशेर। प्रश्न नम्बर 5 नेपाल प्रहरीको स्थापना कहिले भयो? तपाईलाई थाहा छ भने कमेन्ट बक्समा लेख्नु होला। तपाईको समय स्टार्ट हुन्छ। यसको सही उत्तर रहेको छ 2012 असोज 31 गते। प्रश्न नम्बर 6 विश्वको सबैभन्दा उच्च स्थानमा माछा पाइने ताल कुन हो? तपाईलाई थाहा छ भने कमेन्ट बक्समा लेख्नु होला। तपाईको समय स्टार्ट हुनेछ। यसको सही उत्तर रहेको छ रारा ताल। प्रश्न नम्बर 7 क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो महानगरपालिका कुन हो? तपाईलाई थाहा छ भने कमेन्ट बक्समा लेख्नु होला। तपाईको समय स्टार्ट हुनेछ। यसको सही उत्तर रहेको छ पोखरा। प्रश्न नम्बर 8 मा रहेको छ पृथ्वीनारायण शाहको पिताको नाम के हो? तपाईलाई थाहा छ भने कमेन्ट बक्समा अवश्य लेख्नु होला। तपाईको समय स्टार्ट हुनेछ। यसको सही उत्तर रहेको छ नरभूपाल शाह। प्रश्न नम्बर 8 लोकतन्त्र दिवस कहिले मनाइन्छ? तपाईलाई थाहा छ भने कमेन्ट बक्समा अवश्य लेख्नु होला। तपाईको समय स्टार्ट हुनेछ। यसको सही उत्तर रहेको छ वैशाख 11 गते। प्रश्न नम्बर 9 नेपालको सबैभन्दा पहिले स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो? तपाईलाई थाहा छ भने कमेन्ट बक्समा लेख्नु होला। तपाईको समय स्टार्ट हुनेछ। यसको सही उत्तर रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। धन्यवाद साथीहरू, भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। लोकसेवा सम्बन्धित भिडियोहरू हेर्न हाम्रो च्यानललाई सब्स्क्राइब र लाइक गरिदिनु होला।